साथीहरू हामी चाहिँ हिँड्यौँ म बोका भन्दाखेरि मेला हिँड्यौँ होइन बहिनीहरूसँग पछाडि बहिनी फेरि कति राम्री छौँ हामी आँखा चाहिँ नलाउनु होला गाइजहरू किनभने बहिनीहरूको अलरेडी भइसकेको छ मेरो मात्रै भएको छैन कि अस्ताइ हाई भइसकेको हो हामी भनेको चाहिँ मेरो मात्रै बिहे भएको छैन होइन बहिनीहरूको भइसकेको छ सर्टिफिकेट अनि यो चाहिँ हाम्रो गाउँको मेला हो कस्तो खतरा दिन्छ नि यार सफारले पुरा हल्लाइरहेको छ म त्यसै राम्री अनि तपाईँले भनेर अन्त हो गाइज होइन अब हामी चाहिँ मेलातर्फ लाग्दैछौँ अब मेला पुगेर हामी अल्ठुलो शर्मा होइन के स्वर त हराउँदै गयो त जेरी किन्छौँ गाइज अनि जेरी टक्कर टक्कर ठोकाउँछौँ हामी अनि खान्छौँ अनि हामी मेला घुमेको पनि तपाईँहरूलाई देखाउँछौँ हामी मेरो भाउजूको युट्युब फ्यामिलीहरूलाई सबैलाई हामी देखाउनु हामी के गर्छौँ कसो गर्छौँ के किन्छौँ के खान्छौँ सबै देखाउँछौँ तपाईँहरूलाई तपाईँहरू हेर्नु नभुल्नु होला इन्जोय गरेर हेरिदिनु होला झर्कन मानिकन जुनु चामलिङको युट्युबमा सबैले सब्सक्राइब गरिदिनु होला पैसा आउने भाइ म एक शब्द उहाँबाट पनि जाओस् उहाँ चाहिँ एकदम लजावटी हुनुहुन्छ क्या अनि त्यही भएर आजभन्दा नयाँ चस्मा लाउनु देख्छ हजुर बेब नचिने त कोही छैन नि उल्टा भइहाल्यो हाम्रो चाहिँ यो हो भिडियो बनाउनु मेला गर्नु पैसा अब रोक्नु न अब मेला अब बाँकी भिडियो हेर्दै गर्नु होला है कहाँ जान्छौँ के गर्छौँ यो चाहिँ हाम्रो बाङ्गे बजार हो अनि त्यही भएर हामी बाङ्गो बाङ्गो लाग्छ यो चाहिँ बाङ्गे बजार अब दाइले सिधै हेर्दै बाङ्गो बाङ्गो लानुहुन्छ तपाईँहरूलाई चाहिँ थाहा भएकै कुरा हो कस्तो खतरा हुँदो रहेछ हुन यो के भन्छ अहिले त शनिबार बजार पनि बेलुका यस्तो चौकी अनि सोमबार शनिबारको बजार के त अनि यहाँ नहर छ यो चाहिँ हाम्रो नहर हो यहाँ बसेर फोटो खिच्न सकिन्छ मलाई त एकचोटि पौडी खेलेको यति चिलाएको थियो त्यहाँ चाहिँ मैले कहिले पौडी खेलेँ अनि यहाँ चाहिँ ढोल झ्याम्टाको फोटो यो छ साली के भन्छ है अब चाहिँ हामी एउटाले लाग्यौँ मेलातर्फ सुँगुरको मासुको सेन्ट आयो हल्लाएर कहाँनिर भाइरल हुन्छ होला त कहाँ छ ऱ्याको चर्च यति हो ठुलो बनाउँछ त पहिले सानो थिएँ यसो बाटो चाहिँ तैँले बे गरे नै जेसुकै गरे नै भयो भने त हाम्रो मम्मीको लागि उस्तै छ के जस्तो यो एउटा रुख हुन्छ क्या भाउजू उनको बनाउँथ्यो कति पुरै रुखै बनाउँछ ठुलो बोटुला हरा हो ठुलो बोट अनि दिपुले त कस्तो अनि माया गर्छ कस्तो मजाले बोल्नु रिस पनि गर्छ रिस गरेको बेला रिस पनि गर्ने होला नि फेरि हिजो अस्ति आउने बेलासम्म पुरै दिनभरि रातभरि चले हारा हिँड गरेको बाजेको बाजे त्यतिकै निस्किने भरे आउने बेला आउनु भने 1 घन्टा अगाडि यो जस्तै त्यही भयो भने बुढी एक्लै आउँदा चाहिँ नि कालिम्पोङ गयो भने उनीहरूलाई अलिकति त्यो उयो हुने नि आउनु दिने फेरि हाम्रो चाहिँ हाम्रोको चाहिँ बाख्राहरू उयो बोका होइन हेलो बाख्रा उयो ठुलो बोकालाई देखाइदिनु उहाँ चाहिँ छ गाइस बाङ्गेको सबैभन्दा ठुलो बोका हो यो चाहिँ गाइस मान्छेले बनाउँछ
यो त बोकाको जात जनाको हो नि। के अरे हाम्रो चाहिँ ज्वाइँ कस्तो थियो भने एकले चाहिँ मलाई आउनु नदिने, उसले बरु घरसम्म बाइकमा ल्याइदिन्थ्यो अनि बरु जान्थ्यो होइन। अनि यहाँ मलाई छोडिदिएपछि उसलाई ढुक्क हुन्छ। अनि चाहिँ फोन चाहिँ गर्दैन क्या। अनि होइन थाहा छ नि त। भएपछि के अरे अब मान्छे के गर्छ भने फोन गर्नु पर्दैन भन्छ। हाम्रो त फोन चाहिँ गर्दैन। यहाँ छोड्दै पछि ढुक्क थाहा छ त। यहाँ आएपछि कहाँ हिँड्नु पाउँदैन, बुवाले दिनु न भन्छ। पहिले त हिँड्थ्यो त भात पकाउने बित्तिकै साइकल लिएर गुट्टु डुटु दुई जाँदा कि मेरो घरमा आउँथ्यो। अनि साइकल लिएर डुल्थ्यौँ, पुरै गाउँ डुल्थ्यौँ। फेरि त्यो पल्लो पल्लो गाउँ डुल्थ्यौँ। कस्तो ट्याप जस्तो लाग्थ्यो। अहिले पो चित्र त दुईजना हामी अब अहिले पो बिहे गरेर अलिक इमान्दार चाहिँ होइन हुन्छ नि त बिहे गरेर त्यहाँदेखि अलिकति नै धेरै नै पर्छ। अब चाहिँ लगभग हाम्रो मेला आइपुग्यो है। पहिलेकै जमाना थियो नि त भाउजू। जेनेरेसन चेन्ज हुँदै गयो, मान्छे नि चेन्ज अनि? नभए के भन्छ त्यसलाई छप्री छप्री भन्ने रहेछ क्या पहिलेकै। हामीले के चाहिँ गरेनौँ नि है सबिता। आमामा पहिलेको सम्झिने हो नि त। राति डेटिङ बरु यसलाई मैले डेटिङ लगिनँ होला। तपाईँले मलाई उसको डेटिङ लाँदाखेरि कति साथी कताबाट बसाएको जानुपर्ने हो? अहिले यता पो लाग्छ? अहिले पहिलादेखि त यतै लाग्थ्यो नि। हो र? मान्छेहरू इन्टर गएछ सबै बिर्सिँदो रहेछ। यसपालि धेरै छ कि क्या हो मान्छेहरू। नभए योभन्दा अगाडि त कोभिडमा जाँदाखेरि त थिएन है मान्छे। कत्रो? होइन बेलुका बेलुकातिर चाहिँ हुन्छ म दादाहरूसँग आएको थिएँ क्या। बेलुकै आएको थिएँ। युन्सा दादा 5जना जति आएको थियो कि थिएन त्यतिखेर। मान्छे यति धेरै भिड छ त अनि यहीँ त यस्तो छ। मलाई त पिस लागिरहेको। ढाडै दुख्ने छ हो। बिहे गरेपछि पेट नलाग्ने बिहे गरेपछि कसको हुँदैन? तेरो नै हुन्थ्यो। अझै पनि हुन्छ होला के थाहा। अब त अहिले पो भेना हुनु न त आउनु भएपछि हुन्छ होला नि त। मलाई लाज लागिसक्यो के बोलेको। यस्तै बोल्छ क्या यो साथी मलाई यस्तै बोल्छ भनेर होइन। मान्छे बरु बोल्दैन यो बोल्छ कि। तिम्रो त्यो रातभरि आउँछ आज छोड्दिनँ। तँसँग सुते पो के थाहा खाडदेखि आमा कति धेरै रहेछ आज त नि। पैसा तिरेर अब चाहिँ हामी लगभग आइपुग्यौँ मेला। फर्स्ट मेला है यो वर्षको। अब यो वर्ष लाग्यो त नि होइन। यो टोली यतिखेर आउँछ। मेला सुरु। मदन लुटे छैन बस्ने। ए त्यो क्या अझै पनि फोन गर्छ त्यसले मलाई। अहिले अलिक ठुलो लाग्नु थालेको छ कि क्या। काठमाडौँमा 12को एक्जाम दिनुभन्दा अगाडिसम्म फोन गर्छ बोयफ्रेन्ड छ भनेको। नानीहरूको खेल्ने ठाउँ पनि रहेछ नि। रुएर फोन गर्छ। हाम्रो नानीहरू त यहाँ ल्यायो भने त अहिले 5,000 10,000ले लिँदैन। यो मेरो छोरी चाहिँ है अब किन्छौँ त बरु करायो भने अथवा हुन्छ। हाम्रो त चाल फोटोहरू मलाई चाहिँ हालेको भयो। सटली ताना यार। अन्त यार अघिदेखि कुरा के भयो हामीलाई? बोकेर लानु नि। के खालको हुँदैछ? हाम्रो मेला बेलाको मेला। अब चाहिँ हामी मन्दिरमा सुरुमा जान्छौँ। यहाँ चाहिँ पूजा हुन्छ बिहानै। अहिले पनि भइरहेछ। के बच्छ
यहाँ चाहिँ हामी अब टिका सिका लाउँछौँ टिका लाएर अनि के खाने खायो अरे अनि फर्किन्छ फोटो खिच्ने कार्यक्रम भइरहेछ फर्काउने हो भाउजूलाई फेरि मैले राम्रो खिच्न आउँदैन भनिरहेछ है त्यो पकाउनु पनि यतिकै माथिबाट क्यामेरा छोड्थ्यो पेट लुकाऊ है होइन कस्तो खतरा आयो नि अरू चाहिँ राम्रो आयो कि यहाँ माथि छ सबै भन्नु न कता कता बिग्रेको छ के बिग्रेको छ र सर्ट बिग्रेको छ यस्तो कलरको कलर कि यस्तो कलरै बिग्रिरहेको छ यो अलि माथि तान्ने यो हाम्रो फोटो सेसन हुँदैछ यहाँ यता हो भिडियो बनाउनु न हाम्रो फोटो सेसन हुँदैछ होइन कसरी चाहिँ राम्रो हुँदैन मैले माने लाउनु एकचोटि म ट्राई गर्छु अरे मलाई आएन ल फोटो ल ल हाम्रो फोटो सेसन अब एकछिन हुन्छ अनि त्यसपछि हामी टिका लाउन जान्छौँ भित्र मन्दिरमा त्यो मन्दिर हो तपाईँहरू पनि के माग्नुहुन्छ माग्नु होला आयो सबैजनाले दर्शन गर्नु होला हो यहीँको लगाइदिनु एक ठाउँको घुम्नु दर्शन गरौँ न मन्दिर आइसकेपछि कि जानु हुँदैन कति छ है मलाई नि भइहाल्यो त्यसले त मन्दिर आइसकेपछि किन झन् बिहानै आउनेहरू आउँछ के भयो भित्र त नजाउँ भनेर आऊ कि म गएर आउँछु नि त जानु म गएर आउँछु ल कताबाट पो घुम्छ यहाँ त भेट चढाउनु यत्तिकै टिप्दो रहेछ हौ मैले 3 चोटि घुमेर हो कि टिका लाउँछु अब अलिकति कता यताबाट झर्ने जस्तो लाग्यो मलाई यताबाट ओर्ने म चाहिँ ये भन्ने तफले लिएर पो गएको रहेछ यार माथि त चप्पल लान्छु पक्ने
ए यहाँ पुलिसहरू पनि रहेछ फिर छ अनि होस् न त नि मलाई सु आएको थियो चाहिँ यता हिँडेको मात्र 200 मनमा एक कान्छा छकी छैन यहाँ चाहिँ पोते किन्ने कार्यक्रम भइरहेछ अनि 20 रुपियाँ भन्नुभएको होइन 50-100 ए अनि त्यहाँ चाहिँ ढाक्नु हुँदो रहेछ 20 रुपियाँ 30 रुपियाँ त्यहाँ पनि भनिरहेको कति भयो पोते 20 भन्छ अनि 30 रुपियाँ यो पनि बेच्ने नै हो त्यो हजुर ए साइडको मात्रै गाडी होइन मैले यो पकाएर हल्लेको होइन नि यो ए 100 को पनि छ भन्दैछ नि त यो त बाटो पो रहेछ त म किन बाहिर उताबाट आइरहेको भन्दै थिएँ मेला भर्न आउँदै हुनुहुन्छ चटपटै खाने तरको त्यो उयसलाई ल्याएको रहेछ नि त्यो चकरहटीमा राख्छ नि ठेलामा त्यो कानमा नि त जता भन्छ त्यही नै कहाँ खाने उतै मलाई चाहिँ पिस लाग्यो म टोइलेट खोज्दै जाँदैछु कतिको टोइलेट गर्नु दियो रहेछ सु लागेर मर्ने बेला भइसक्यो त्यही भएर म चाहिँ जाँदैछु है बारी घाँटी दुखेर मलाई यहाँ सन्चो एक त छैन मजाले रिकभरै भएको छैन त्यत्रो पाहाडिने राख्यो त्यसमाथि के कुरा गर्नु म जाँदैछु आया यहाँ भन्छु के भन्नुहुन्छ बा हुँदैन भन्यो भने छैन टोइलेट लागेको थियो हौ सु गर्दा हुन्छ नि पहिला दिनुहुँदो रहेछ सो फाइनली म चाहिँ फर्केँ पुरा पसिना आइरहेको छ गर्ने भएर जस्ट गाउँको मान्छे र बजारको मान्छेमा फरक हुन्छ कि अहिले थाहा छ बजारतिर भएको भए टोइलेटै छैन भन्छन् तर गाउँको मान्छेले त्यसरी भन्दैन नि सिधै आपत परेको छ भने चाहिँ टोइलेट त्यही चाहिँ राम्रो हुन्छ क्या यहाँको मान्छेको मेला हेर्नु होला है आज हामी तरुनी मात्र आएको नानीहरू नलिकन अब यहाँ चटपटी खानालाई चटपटी अर्डर भइरहेछ कति दामी चटपटी खानु ट्राई गर्छु ल कस्तो छ यता हेर्नु
हाल्न बिचरा भिडियो बनाउँदै हुन्छ होला उतारे भनिदिनु मलाई भिडियो बनाउनु थियो त म त यत्रो खान सक्दिनँ होला पानीपुरी र पानीपुरी चिसो पानी हाम्रो रेडी हुँदैछ खोजीमा हामी रातै खालको राम्रो लाग्छ होला हौ कुच्चीको नदिनु न हौ सक्लो सक्लो हालिदिनु न अनि म यहाँ तपाईँको हाल्छु कि लिनु ल 10 रुपियाँ मलाई यो सोच्न थाल्यो भने टाउको मात्रै दुख्छ एकामा 10 रुपियाँ राख्न 10 रुपियाँ त हो नि हौ अब चाहिँ हामी घर फर्कियौँ मेला गरेर खेलाउन एउटा ठुलो छ ठुलो अरे छोरा हो नि त त्यही भएर अनि त्यही भएर मैले प्लेन हेलिकप्टर किनिदिएको छु अनि भान्जीलाई अनि त्यस पछाडि अब चाहिँ यति नै मेला हाम्रो भरिसक्यो अनि त्यस पछाडि फर्स्ट मेला हाम्रो अब यति भन्दै भिडियो म इन गर्छु भाइ यो दिन न एउटा दिन न पैसा सक्यो के यो भाइ त कस्तो हो बोल्दा नि बोल्दैन दिन न एउटा नदिनु नि ल यो चाहिँ दिनु नि त यो भाइ एकै साह्रो भाइ बोल्दैन यो दिनु नि त यो पैसा सक्यो दिनु न भनेको दिँदैन हो अङ्कल ये दीजिए ना पैसा खत्म हो गया सच में सच में ओ मेला गर्दै गर्दै बाद खत्म हो गया पैसा मलाई एउटा गिफ्ट आयो है यो लाएर चाहिँ फोटो खिचौँ न थ्याङ्क यू भाइ थ्याङ्क यू आम्मामा कस्तो तपाईँ म खुवाउनु भएको त यो मान्छेलाई देखेर थ्याङ्क यू मुस्कान दिन देख्छु रे बाई अनि यस्तो हाम्रो हजुर मलाई गिफ्ट आयो है गिफ्ट त्यो फेरि भन्छु नि मजाले
मलाई यो भाइले गिफ्ट दिएको कति रुपियाँको थियो कति दियो त हाम्रो जम्मै त्यहाँ सक्यो भनेको बिचरा गिफ्ट दियो मलाई हामी चाहिँ अब आइपुग्यौँ घर फाइनली हाम्रो मेला सकिसक्यो यहाँ हेर्नु यिनीहरू कुदेको यस्तो हुँदो रहेछ क्या बच्चा भएपछि चाहिँ यहाँ कुदिरहेछ बिचराहरू यहाँ आमाको हालत यस्तो हेलो भन्थ्यो ला यसलाई छैन रिसायो है यहाँ छ भाइको खै भाइको पनि छ नि आऊ न आमै नि भाइको प्लेन खै थ्याङ्क यू भनेको खै खुसी भयो गति हेर गति ला यति भन्दै मैले मेरो छ मैले बोकिरहेको छु यति भन्दै मैले चाहिँ भिडियो इन गरेँ हेरिदिनु होला हेरेर प्रतिक्रिया दिनु होला लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला भन्दै मेरो प्यारो प्यारो युट्युब फ्यामिली होइन भन्दै नेक्स्ट भिडियोमा भेटौँला है बाई बाई